एकदम ब्लगको स्टार्ट यहाँबाट हुँदैछ। हामी चाहिँ नगरकोट टुरमा निस्किरहेको छौँ है गाइजहरू। ल कन्टिन्यू हेर्नु होला है त गाइज। आज चाहिँ हाम्रो यात्रा भनेको ट्याक्कै नगरकोटको है, नगरकोट लाग्यो। हामी चाहिँ आज नगरकोटको बाटो गइरहेको छौँ है गाइज। हाम्रो साथीभाइसँग नगरकोट टुर छ, नगरकोट गइरहेको छौँ है गाइज हो। आज नगरकोट टुरमा गइरहेका छौँ होइन त सर? घरमा के भइसक्यो सर? घरमा पुरै फायर भएको छ सर। अब यहाँ त्यत्तिकै घुम्न हिँड्ने छ, 2-4 हजार भन्ने कमाउने बेलामा अब यहाँ खर्च गर्ने भन्दैछ नि सरको। अब के सर, अब केदार सरको बिहान के कस्तो के गरेर यता हेर्नु न, यता है के हो सर तपाईँ? केदार सरको त आज बत्ती बाल्ने मलाई मजा गरेर भनेको जति आँटे त्यही हातमा ठ्याक्क संजोगवश ठ्याक्कै त्यस्तै मिल्ने छ। उता हेर्न रे मैले मैले मजाकमा भन्दा खालि मजा गर्नु दाइसँग राम्राकै लागि भनेको नि, राम्राकै लागि सम्झाउनु पर्छ। मजा गर्नु भन्दै सरले अब म्याडमले मानिहाल्नुहुन्छ। त्यो राख्नु अहिले अहिले खाउँला बिस्तारै। ल सर, सर हामी शनिबारको दिन अब गइरहेका छौँ। उहाँले त्यो दिएको अनि टक्क अहिले अलिअलि राम्रो बाटो आएपछि अनि यहाँ असिस्टेन्ट त रेडबुल हो है साथी हो। रेडबुल हो, अलिअलि त्यही सिमी छ। हाम्रो सर केही नखाने बिचरा, बियर सेयर भनेपछि यस्तो केही नखाने। भगवान हो भगवान, सरको नाम भगवान हुनुपर्छ। कहाँबाट यार भगवान नाम छ विक्रम भने नि भगवानकै नाम त हो नि। ए ड्याडको नाम भगवान हो नि त होइन? ठिकै हो। ठ्याक्कै बाबाको रूप गयो भगवानकै है। ल है सर, अब यस्तो छ रमाइलो के गर्ने। यो सर गणेश सर के हो कसो भन्नुहोस् है। केमा चाहिँ भन्नुहोस् है सर, भन्नुहोस् है। ठिक छ नि सर? एकदम ठिक छ, एकदम ठिक छ सर। यति हुनु पर्यो है सर। मैले के भन्दैन सर, तपाईँ रेडबुल पारेर जाउँ। ल है गाइज हो, आज शनिबार हामी पिकनिक सर र 5 भाइ 5 पाण्डव लागेका छौँ है हामी। 5 पाण्डवको यात्रा भइरहेछ। कहाँ कहाँ पुग्छौँ के गर्छौँ हामी तपाईँले देखाउँदै जान्छौँ। सम्म आयो भने नि विक्रम सर। हजुर मलाई त पनि नहुँदैन नि। अनि हो त्यो सल्टाएर छोड्नु, त्यो बाहेक पनि उसले आफ्नो राखिरहेको रहेछ क्या कोटा। केदार सर के भयो? यो कुन ठाउँ हो सर? यो हाम्रो दर्शन बाबा नै अब सुरु हुनलाई क्या यसलाई के भन्दै मन पढाउ है सर। जानी बुढी आउनु तेर्सा र के हुन्थ्यो? उताबाट बुढो त सिधै हेर्नु त दादा। सर यो अब के गर्ने के हो कि है? गाडी चलाउनु दिइहाल्नु भयो, रेडबुल पनि मजाले खुवाइहाल्नु भयो। अब गरममा मासु खुवाउने होला। अनि अब यति भन्दा सधैँ यस्तो गरिदिएदेखि त कस्तो रमाइलो हुन्थ्यो। हामी चाहिँ गोकर्ण आइपुगेछौँ है। त्यति भयो चाहिँ धेरै हुन्थ्यो। फेरि गोकर्ण उताको गोकर्ण होइन नि, यो अर्कै गोकर्ण हो नि। अर्को चाहिँ हो फेरि यो गोकर्ण सालीको गर्न जर्सी बाबाको जर्सी बाबा गोकर्ण। जर्सी बाबाको गोकर्ण चाहिँ गाइस। गोकर्ण भनेर त विशेष फेरि अर्कैलाई बुझ्छन् नि। जर्सी बाबाला हजुर अब कमेन्ट गर्नुहोस् है सर, के हो कसो हो मलाई यो थाहा छैन भर्खर है। नयाँ अब के भन्नुभयो अरे सर? के गर्नु त हिँड्नु पर्ने भयो आधी आधी घन्टा हिँड्नु पर्दैन के अब जे गरे नि गर्नु। आधी घन्टा हिँड्ने भयो नि धेरै राम्रो छ। हामी नगरकोटको डाँडामा छौँ। के सर राजखानी खाँदै रे? यो गिदी हो सर, गिदी। राजखानी पाक्ने छ यो गिदी हो। राजा 7 किलो पक्का हुँदैछ रे सर। राजाहरूले खाने त त्यही हो नि। 7.5 किलो पक्कामा फेरि हो नि। मका कम हो त नि। यो नयाँ आइटमको छ सर, यहाँ हेर्नु त काका। देखिरहेको छ त सर? एकदम सर एकदम। के भन्या? यो चाहिँ हामी नगरकोटको उसमा छौँ अहिले, माथि बिलमा। अनि साथीभाइ 4-5 जना घुम्नको लागि
गुड सैटरडे मनाउन माथि आएको छौँ हो सर हो प्लेनको चक्कले देखेको छन् न अफ गर्दिनु क्लिप जोड्ने हो आफ्नो कन्टेन्ट देखाउन त सक्छ क्या दाम दिन्छ सर तपाईहरु त कभर छोड्ले छन् न सलामा Loilo. बाबु आउन बाबुले त आउँछ यार भाइ आउने यार गाइजहरु नगरकोट डाँडामा चाहिँ हाम्रो आज गुड सैटरडे मनाउन गइरहेका छौँ हजुरहरु पनि हेरेर रमाइलो गर्न सक्नुहुन्छ है गाइज सर गाडी
यहाँ अब अग्रज गणेश सर माननीय यहाँ हुनुहुन्छ हाम्रो यहाँ क्यापिटल मार्केटको एकदम शेर हाम्रो किङ केदार सर यहाँ हुनुहुन्छ विक्रम सर उहाँबाट आउँदै हुनुहुन्छ गणेश सर यता हुनुहुन्छ यसरी छ यहाँ बसेर सरको डाँडामा बसेर मारे है सर डान्सर आयो है डान्सर आयो है हान्यो है छड्केतिरले हान्यो है सर बास यति गरेपछि त यार यस्तो त कहीँ हुन्छ यार जिन्दगीमा अनि यहाँ ठ्याक्क डाँडामा बस्ने हो यसो गरेर चाहिँ रमाइलो गरे पछाडि चाहिँ नि त्यो पछाडि चिउरा के छ सब्जीको है सर प्लेट पनि छ त प्लेट सिलेट सब गाडी राम्रो ओ ल हस् सर गुड खतम हुनु है त्यो छ ताजा त्यो बिहान भनेको थिएँ अहिले आउनुभयो त्यो छ ताजा चिउरा पनि छ क्यारे सर हाम्रो कहाँ छ त त्यो छ ताजा चिउरा र प्लेट पनि थियो सर हाम्रो कहाँ गयो यार बस वहाँ सरलाई यार जाउने हो बस कुरकुरी हड्डी हो त्यो गरम चाउमिन त सुपारी खा जस्तो हुन्छ त्यो रजनीगन्धा खानै पर्दैन त्यो खान्छ अब रजनीगन्धा खानु त्यो खानु प्लेट छैन प्लेट ल्याएको होइन सर कहाँ छ त यार त्यसो मजा बेग्लै छ नि धन्यवाद सर जतिको मान्छे यही छ त यो एउटा ल्याइदिनु पर्ने छ उहाँ यार रेड बुल पनि ल्याउँ सर रेड बुल सबै ल्याउँ मासु यहीँबाट खाउँ चिउरा यहीँ म मोल्छु यहाँ मोल्नु चिउरा प्लेटबाटै खाउँ हुँदैन कि राम्रो यहाँ फुल छ कि अहिले यहाँ होइन यो मासु खाइसकेर अनि लास्टमा चाहिँ ग्रेभीमा मोलौँ अनि चिउरा खाउँ न पछि कस्तो दामी हुन्छ कति खाइन्छ फेरि अनि भात यहीँ खाउँ न के हो ल तपाईँको जुठो मैले खाने मिलाएको थिएँ मेरो जुठो तपाईँले खाने मिलाएको त्यही त खाइसकेपछि क्या लास्टमा कान हेर्नु त कान तपाईँ खानु त्यो कान कस्तो दामी छ हेर्नु त खाउँ हजुर अर्को नि छ त यहाँ उहाँको भने छ त 4 बार खाएँ कि मैले
चारवटा पारे के उहाँ जतिको मान्छे पाउनु समाधान ए काने हो यहाँ मोबाइल पर्ला मोबाइल उता राख अर्को एउटा त्यो पानीको बोतल एउटा मैले दिन्छु हो राम्रो मिठो बजाउँछ त्यो चाहिँ तपाईँ चिन्ता नगर्नु मैले अगाडिको क्यामेरा नै खिचिदिएछु सबै गाइज नेपालका नम्बर 1 डान्सरहरू हामीले नगरकोटमा ल्याएका छौँ उहाँ सरहरूको पर्फर्मेन्स हेर्नु है केदार सर चाहिँ घरमा मात्रै नखाने भन्नु हुँदो रहेछ है तर यहाँ चाहिँ खाएर खुट्टामै छैन उहाँले खाएको खाइछ वाइन पनि खान्छ बियर पनि खाएको छ त्यो रेड पनि खालि समाधि जस्तै गर्छिनुहुन्छ उहाँले तर उहाँलाई चाहिँ अब लाजले भाउजूको डरले राख्नुभयो यहाँ भिडियो बनाएर म पनि आउँछु ठेक तपाईँ बस सूर्योदय छ त डाँडामा सौर सर विक्रम सर हाम्रो केदार सर गणेश सर हुनुहुन्छ गाइज हामी चाहिँ डाँडामा बसेर एकदम आज यति रमाइलो गरेको छौँ गाइज हो लिहाली आऊ त विक्रम सर तिमी नहल्यौ न म नहल्ला छैन म मान्छे मात्रै हल्लेकोमा कति राम्रो दुइटा हिमाल पनि हो सर जान्छ
गीतले अर्को हराउँदैन छोड्दैन होइन त्यो ऊ चाहिँ पोख्यो होला हो त मोबाइल पनि भित्रै हरायो क्या
डिङडाङ डोले लाउनु ल कैसे हुआ कायदे सोच कायदे आज सर जवानी छुपाओ
आइसक्यो यसो लडेर दिउँ त्यो लडेर पछाडि समाएर समाउनु पछाडि पछाडि समाउनु छ एकै ठाउँ स्टप धेरै हामी चाहिँ अब सुरुमा आएको ठाउँमा छौँ अब यहाँ खाना खाएर अनि घर फर्कन्छौँ भिडियो हेर्नुभएकोमा धन्यवाद।